हिरो कम्पनीले लामो समयदेखि नेपालमा 125 सीसी सेगमेन्टको साइनलाई टक्कर दिने हिरो ग्ल्यामर एक्सटेक 125 भित्राइरहेको थियो। हाल भने त्यो बाइक नेपालमा उपलब्ध रहेको छैन, तर इन्डियामा भने हिरो कम्पनी तर्फबाट ग्ल्यामर सेगमेन्टको न्यू भेरिएन्ट हिरो ग्ल्यामर एक्स भनेर 125 भेरिएन्टमा लन्च भएको छ। साथै पुरानो भेरिएन्ट भन्दा धेरै कुराहरू चेन्ज भएको छ र तपाईहरुको प्रश्न थियो बाइक नेपालमा कहिले आउँछ, प्राइस कति हुन्छ भनेर मलाई सोधिराख्नु भएको थियो। आज इज फाइनली म तपाईहरुको लागि स्पेशल भिडियो बनाउँदैछु। हिरो कम्पनीले यो बाइकलाई नेपालमा कहिले लिएर आउँछ, यो बाइक चाहिँ नेपालमा लन्च भयो भने प्राइस कति हुन सक्छ, सबैभन्दा बेस्ट फिचर्स के रहेको छ, यो बाइक नेपालमा आयो भने किन्दाखेरि राम्रो हुन्छ हुँदैन, यो बाइकमा भएको राम्रो नराम्रो पक्ष पनि म तपाईहरुलाई बताउने नै छु र नेपालमा कुन भेरिएन्ट आउन सक्छ भनेर पनि तपाईहरुलाई म भन्नेछु। भिडियो अन्तिमसम्म नछुटाइकन हेर्नु होला। यदि यस्तै बाइक सम्बन्धी न्यू अपडेट भिडियो हेर्न चाहनुहुन्छ, प्राइसहरु अपडेट हेर्न चाहनुहुन्छ भने मोटर प्यासन युट्युब च्यानललाई सब्स्क्राइब गर्न सक्नुहुनेछ। अन्य सोशल मिडिया मार्फत हेर्दै हुनुहुन्छ भने लाइक र शेयर गर्न नबिर्सिनु होला। फाइनली हिरो कम्पनीले चाहिँ होन्डा कम्पनीको साइनलाई एसपीलाई टक्कर दिने त्यो भन्दा पनि माथि जाने किसिमको बाइक चाहिँ लन्च गरेको छ इन्डियामा र फाइनली हिरो कम्पनीले चाहिँ कम्प्युटर सेगमेन्टमा सबैभन्दा ठुलो कमब्याक गरेको छ। हिरो ग्ल्यामर एक्स 125 लाई लन्च गरेर यसमा यस्तो यस्तो फिचर्स छ कि तपाईले 200 सीसीमा पनि त्यो फिचर्सहरु देख्न सक्नुहुन्न। त्यो किसिमको फिचर्स चाहिँ हिरो कम्पनीले यसमा प्रोवाइड गरेको छ। साथै यसमा इन्जिन भने एक्सट्रिमकै प्रयोग भएको छ, त्यतिकै पावर पर्फर्मेन्स देख्न सक्नुहुन्छ, त्यतिकै रिफाइनेस पनि रहेको छ। साथै हिरो कम्पनीले 2026 लागेसँगै एक्सट्रिम 125 आर को सिंगल सिट भेरिएन्ट लन्च गरेको छ। एक्सपोज 210 पनि नेपालमा लन्च भइसकेको छ। अन्य कम्पनीहरूले पनि विभिन्न सेगमेन्टको बाइक नेपालमा लन्च गरेको छ। प्राइस के कति रहेको छ भने हेर्न चाहनुहुन्छ भने माथि आइरहेको भिडियोको लिंक या आई बटनबाट चाहिँ फुल भिडियो हेर्न सक्नुहुन्छ या मोटर प्यासन युट्युब च्यानल भिजिट गरेर हामीले अपलोड गरेको भिडियोहरू हेर्न सक्नुहुनेछ। साथै तपाईहरु हामीसँग नजिकबाट जोडिन चाहनुहुन्छ र हामीसँग चाहिँ प्रश्न उत्तर गर्न चाहनुहुन्छ भने हरेक शुक्रबार 7:10 पछि हामी लाइभमा हुनेछौँ र टेक्निकल समस्या नभयो भने टेक्निकल समस्या भयो भने हामी तपाईलाई इन्फर्म गरेर लाइभमा आउनेछौँ। त्यसको पनि तपाईले फुल अपडेट लिन सक्नुहुन्छ। साथै मेम्बरशिप भएर मेसेजमा हामीसँग कुरा गर्न चाहनुहुन्छ भने त्यो पनि सुविधा हामीले उपलब्ध गराएका छौँ। तर आज हामी स्पेशल गरेर हिरो कम्पनीले इन्डियामा लन्च गरेको हिरो ग्ल्यामर एक्स 125 चाहिँ पहिला भन्दा कति बेटर छ, यसमा के कस्तो त्यस्तो फिचर्स छ कि नेपालमा लन्च भयो भने यसले मार्केट तताउनेवाला छ, जानु है त। फर्स्ट अफ अल हिरो कम्पनीले इन्डियामा लन्च गरेको हिरो ग्ल्यामर एक्स चाहिँ 125 सीसी सेगमेन्टको बाइक हिरो ग्ल्यामर एक्स टेकै 125 को न्यू अपडेट भर्जन रहेको छ। थोरै लुक्स र डिजाइन चाहिँ यसमा ओल्ड भर्जनकै एलईडी सेटअप देख्न सक्नुहुन्छ भने यसमा कम्पनीले एलईडी हेडल्याम्प प्लस एलईडी साइडलाइट प्लस एलईडी डीआरएल दिएको छ। त्यो पनि युनिक शेपमा एजको डिजाइन प्रयोग गरिएको छ। कम्पनीले यसमा चाहिँ अहिले ह्याजर्डको सिस्टम पनि प्रोवाइड गरेको छ। यसको टप भेरिएन्टमा तपाईले डिस्क भेरिएन्टमा चाहिँ ह्याजर्डको अप्सन पनि पाउन सक्नुहुन्छ। कम्पनीले यसमा टीएफटी डिस्प्ले प्रयोग गरेको छ। स्पेशल फिचर्स हेर्ने हो भने टीएफटी डिस्प्ले देखि लिएर ब्लुटुथ नेभिगेसन पाउन सक्नुहुन्छ। यसमा प्यानिक ब्रेक अलर्ट पनि रहेको छ। साथै टर्न बाइ टर्न नेभिगेसन पनि कम्पनीले यसमा दिएको छ। यस बाइकमा सबभन्दा राम्रो पक्ष भनेको एकदमै लो ब्याट्रीमा पनि कम्पनीले चाहिँ पहिलो पटक हिरोको ओल्डको फर्स्ट लो ब्याट्री किक स्टेबिलिटी पावर बाइ हिरो न्यू एरिया भन्ने सिस्टम प्रयोग गरेको छ, जसले गर्दाखेरि तपाईको इन्जिन या भनौँ तपाईको ब्याट्रीमा एकदमै कम पावर छ भने पनि मजाले तपाईले चाहिँ यस बाइकलाई स्टार्ट गर्न सक्नुहुन्छ। कम्पनीले यसमा स्टार्ट मेकानिजम किक र सेल्फ दुवै दिएको छ। हिरो कम्पनीले पहिलो पटक ग्ल्यामरलाई यसरी एक्सपोज या भनौँ यति धेरै फिचर्स खुलेर दिएको छ कि यसमा क्रुज कन्ट्रोल मात्र, टीएफटी डिस्प्ले मात्र, टर्न बाइ टर्न नेभिगेसन मात्र दिएको छैन। यसमा कम्पनीले राइड बाइ वायर सिस्टम पनि दिएको छ। साथै यसमा 3 वटा राइडिङ मोड पनि दिएको छ, जसमा चाहिँ कम्पनीले इको, रोड र पावर गरेर 3 वटा राइडिङ मोड प्रोवाइड गरेको छ, जसमा थ्रोटल कन्ट्रोल सिस्टम पनि प्रोवाइड गरिएको छ। र यसमा कम्पनीले 5 स्पिड गियर बक्स दिएको छ भने यसमा कम्पनी क्लेम अनुसार माइलेज भने 65 किलोमिटर पर लिटर रहनेछ इन्डियामा भने। नेपालमा यो बाइक लन्च भयो भने तपाईले 55 प्लस माइलेज चाहिँ एभरेज पाउन सक्नुहुन्छ। सिटी राइड गर्नुभयो भने 50 को आसपास चाहिँ माइलेज अवश्य रहनेवाला छ।
हिरो कम्पनीले हिरो ग्ल्यामर एक्स 125 कम्प्युटर सेगमेन्टको बाइकलाई इन्डियामा ड्रम र डिस्क भेरिएन्टमा लन्च गरेको छ भने इन्डियामा ड्रम भेरिएन्टको प्राइस भने एक्सोरुम प्राइस 90,000 रहेको छ भने डिस्क भेरिएन्टको चाहिँ 1 लाख रहेको छ। तर अनरोड प्राइस भने 1,03,000 भन्दा माथि ड्रम भेरिएन्टको रहेको छ भने 1,12,000 भन्दा माथि चाहिँ त्यसको डिस्क भेरिएन्टको अनरोड प्राइस दिल्लीमा यसको प्राइस पर्दछ। इभन यो बाइक नेपालमा लन्च भयो भने प्राइस चाहिँ हामीले एक्सपेक्ट गर्न सक्छौँ यो हिरो एक्सट्रिम 125R भन्दा धेरै माथि यसको प्राइस जाने वाला छ। एक्सपेक्टेड प्राइस ड्रम भेरिएन्ट नेपालमा लन्च भयो भने चाहिँ 3,35,000 देखि 3,45,000 हुन सक्छ र नेपालमा डिस्क भेरिएन्ट लन्च भयो भने चाहिँ 3,40,000 देखि 3,55,000 को रेन्जमा या भनौँ 3,60,000 को रेन्जमा चाहिँ यसको बाइक प्राइस नेपालमा हुनेवाला छ। र साथै यस बाइकको म्याक्सिमम पावर पोइन्ट्स हेर्ने भने 11.5 PS को साथमा 8,250 RPM रहेको छ। यसको म्याक्स टर्क भने 10.5 Nm को साथमा 6,500 RPM रहेको छ। वेल हामीले यहाँभन्दा पहिला एक्सपेक्ट गरेको हामीले यति प्राइसमा लन्च हुनसक्छ भन्नेको बाइकहरू त्यतिमै लन्च भइरहेको छ। हेरौँ यो बाइक कतिमा लन्च हुन्छ। हामीले चाहिँ सबैभन्दा हाइएस्ट प्राइस राखेका छौँ। मिनिमम प्राइस भनेको यसको 2,30,000 बाट स्टार्ट भएर 2,60,000 को एन्डसम्म हुनसक्छ भन्ने हाम्रो अनुमान छ। यो लन्च भएपछि नै थाहा हुन्छ। र स्पेसली यस बाइकमा ह्याजर्डको सिस्टम पनि कम्पनीले प्रोभाइड गरिदिएको छ। एलइडी हेडल्याम्पदेखि लिएर एलइडी साइलाइट र न्यू एलइडी डिजाइनको चाहिँ साइलाइट प्रयोग गरेको छ। टेलाइट पनि एलइडीमा रहेको छ। कम्पनीले यसमा फ्रन्टमा डिस्क प्रयोग गरेको छ भने रियरमा 130 mm कै ड्रम प्रयोग गरेको छ। यसमा टायर पनि ट्युबलेस कम्पनीले प्रयोग गरेको छ भने सिट तपाईँले सिंगल सिट देख्न सक्नुहुन्छ। कलर अप्सन चाहिँ नेपालमा कुन कुन आउँछ त्यो भन्न सकिँदैन। तर अहिले इन्डियामा भने रेड, ब्लू, त्यसपछि सिल्भर कलर अप्सन र ब्ल्याक कलर अप्सन उपलब्ध रहेको छ। र यस बाइकमा तपाईँले 124.7 cc को डिस्प्लेसमेन्ट देख्न सक्नुहुन्छ। जसमा इन्जिन वाइज हेर्ने हो भने एयर कुलिङ सिस्टम प्रयोग गरिएको छ र सिंगल सिलिन्डर 4 स्ट्रोक 2 valve एयर कुलिङ सिस्टम यसमा प्रयोग गरिएको छ। जसमा BS6 OBD2 भर्जनको IS3 इन्जिन प्रयोग गरिएको छ। जसमा रिफाइनेस्ट भने एक्सट्रिम 125R कै बराबरको पाउन सक्नुहुनेछ। जब हिरो कम्पनीले हिरो ग्ल्यामर एक्सलाई इन्डियामा लन्च गरेर मैले फर्स्ट टाइम यो बाइक देखेको थिएँ एकदमै इम्प्रेस भएको थिएँ। यसको फिचर्सदेखि लिएर यसको लुक्स र डिजाइनदेखि लिएर हिरो कम्पनीले धेरै कुरा चेन्ज गरेको रहेछ। यसमा अहिले तपाईँले मोबाइल चार्जिङ सकेट पनि पाउन सक्नुहुन्छ। 12 भोल्टेजको चाहिँ यसमा USB टाइपको C टाइपको चार्जिङ स्पोर्ट दिएको छ। चार्जिङ पोर्ट पाउन सक्नुहुन्छ। यसमा 10 लिटरको फ्युल ट्याङ्क क्यापेसिटी कम्पनीले प्रयोग गरेको छ भने 1.5 लिटर चाहिँ रिजर्भ ट्याङ्क रहनेछ। यसमा FI इन्जिन प्रयोग भएको छ र कम्पनीले क्लेम गरे अनुसार यसमा कर्वेट भने 125.5 kg को रहेको छ। यसमा एकदमै राम्रो पक्ष भनेको अन्डर सिट स्टोरेज क्यापेसिटी पनि दिएको छ। जस्तै तपाईँले ब्लू बुकहरू लिएर हिँड्न पनि एकदमै राम्रो स्पेसहरू दिएको छ। सिट हाइट भने 790 mm को रहेको छ। यसको ग्राउन्ड क्लियरेन्स 170 mm को देख्न सक्नुहुन्छ। त्यस्तो विधि हाई एक्सपेक्टेड यसमा ग्राउन्ड क्लियरेन्स छैन, मिड रेन्जको ग्राउन्ड क्लियरेन्स रहेको छ। अलिकति हाई बम्परमा चाहिँ ठोकिने सम्भावना रहेको छ। अर्को एक्स्ट्रा फिचर्स भनेको साइड स्ट्यान्ड इन्डिकेटर पनि दिएको छ। कम्पनीले यसमा डबल स्ट्यान्ड पनि प्रोभाइड गरेको छ। साथै यसको व्हील बेस भने चाहिँ 1267 mm को रहेको छ। हिरो ग्ल्यामर एक्स 125 मा चाहिँ डिसअपोइन्टेड भनेको ABS छैन, तर ABS बराबरको काम गर्ने फिचर्स चाहिँ दिएको छ। प्यानिक ब्रेकिङ सिस्टम फिचर्स दिएको छ। यदि इमर्जेन्सीमा तपाईँले ब्रेक लगाइहाल्नु भयो भने पनि यो बाइक चाहिँ अरू बाइक जस्तो भुइँमा लडिहाल्दैन। यो बिस्तारै ब्रेक लागेर ABS को जस्तो काम गरेर रोकिन्छ। र साथै यसमा टायर साइज हेर्ने भने फ्रन्टमा 80/100 को टायर साइज प्रयोग गरेको छ। जसमा 18 इन्चको अल्लो व्हील बेस रहेको छ रियर र फ्रन्टमा नै। रियरमा भने 100/80 को टायर साइज रहेको छ। कम्पनीले यसमा त्यस्तो वाइड टायर प्रयोग गरेको छैन। यसमा उही कम्प्युटर सेगमेन्टमा आउने सिम्पल टायर प्रयोग गरेको छ। यसको टायर चाहिँ अलिकति चिप्लिने सक्छ किनभने यो कम्प्युटर सेगमेन्टको बाइक रहेको छ। यसमा तपाईँले त्यस्तो सेमी डट सेगमेन्टको जस्तो या एक्सट्रिममा जस्तो चाहिँ हेभी टायर पाउन सक्नु हुँदैन। एकदम सिम्पल टायर प्रयोग गरिएको छ। हिरो ग्ल्यामर एक्समा चाहिँ ह्याजर्डको सिस्टमदेखि लिएर इन्जिन क्ले स्विच अफदेखि लिएर यसमा चाहिँ कम्पनीले पास बिमदेखि लिएर सम्पूर्ण कुराहरू फुल्ली डिजिटल मिटरमा इन्डिकेटर दिएको छ। साथै यसमा तपाईँले यसको सर्भिस र रिमाइन्डर पनि देख्न सक्नुहुन्छ भने गियर इन्डिकेटर पनि यसमा कम्पनीले चाहिँ फुल्ली डिजिटल मिटरमा प्रोभाइड गरेको छ। तपाईँको बाइकले कति माइलेज दिइरहेको छ देखि लिएर तपाईँको बाइक कति RPM मा कुदिरहेको छ सम्पूर्ण कुराहरू 4.2 इन्चको TFT डिस्प्ले फुल्ली डिजिटल मिटरमा सम्पूर्ण जानकारीहरू हेर्न सक्नुहुन्छ। साथै तपाईँको मोबाइलको कल SMS अलर्टहरू चाहिँ हिरोको चाहिँ नेभिगेसन टर्न बाई टर्न नेभिगेसनबाट पनि सम्पूर्ण जानकारी थाहा पाउन सक्नुहुनेछ। यसमा अलिकति डिसअपोइन्टेड लागेको भनेको चाहिँ यसमा ABS दिएको भए बेटर हुन सक्थ्यो भन्ने हो। तर ABS को काम गर्ने बराबरको चाहिँ यसमा फिचर्स प्रोभाइड गरिएको छ।
हिरो ग्ल्यामर नेपालमा लन्च भयो भने यही 2026 को अन्तिममा या 2027 को चाहिँ मिडतिर नेपालमा लन्च हुन्छ। तर यो 2026 को यही टाइममा चाहिँ तुरुन्तै लन्च हुने अवस्था छैन। भर्खरै हिरो एक्सपल्स 210 लन्च भएको छ र एक्सट्रिम 125R लाई हिरो कम्पनी अहिले नेपालमा पुश गरिरहेको छ र साथै सुपर स्प्लेन्डरलाई पनि नेपालमा पुश गरिरहेको हुनाले एक्सटेक भेरिएन्टको सेगमेन्टमा आउने ग्ल्यामर एक्स चाहिँ नेपालमा अहिले तुरुन्तै लन्च हुने सम्भावना रहेको छैन। लन्च भयो भने त्यही हो एन्ड अफ द 2026 या मिड अफ द 27 मा चाहिँ नेपालमा पक्का पनि लन्च हुन्छ र लन्च हुने प्राइस भने मैले भनिसकेको छु। र इभन यो दुवै बाइकमा तपाईँले पाउने डिफरेन्ट भनेको चाहिँ ड्रम भेरिएन्ट र डिस्क र ड्रम सिस्टम हो। यदि ड्रम भेरिएन्ट लिनुहुन्छ भने त्यसमा तपाईँले फ्रन्टमा डिस्क पाउनुहुन्न, अन्य फिचर्सहरू सेम नै रहेको छ, अरू फिचर्स डिस्कमा पनि सेम नै रहेको छ र फ्रन्टमा चाहिँ एक्स्ट्रा भाइजर तपाईँले डिफरेन्ट देख्न सक्नुहुन्छ। डिस्क भेरिएन्टमा भने भाइजर चाहिँ तपाईँको ड्रम भेरिएन्टमा रहेको छैन, त्यति नै डिफरेन्स छ, अरू फिचर्सहरू सेम नै रहेको छ। सो हिरो कम्पनीले नेपालमा हिरो ग्ल्यामर एक्सलाई नेपालमा भित्रायो भने यसले चाहिँ कम्प्युटर सेगमेन्टमा मार्केट तताउनेवाला छ र यो बराबरको लेभलको बाइक चाहिँ अरू हुनेवाला छैन। र हन्डाको एसपी 125 लाई त्यही कन्टिन्यू गरिरहेको राख्यो भने चाहिँ त्यसलाई पनि यसले टक्कर दिनेवाला छ र यसलाई टक्कर दिन चाहिँ हन्डाकै एसपी 125 को न्यू भेरिएन्ट नेपालमा लन्च गर्नुपर्छ, जसमा चाहिँ म्याप नेभिगेसनहरू ब्लुटुथ नेभिगेसन सिस्टमहरू रहेको छ। त्यो बराबरको बाइक लन्च गर्यो भने बल्ल लेभलमा आउँछ। अन्यथा यो बाइकले चाहिँ नेपालमा राज गर्नेवाला छ। कम्प्युटर सेगमेन्टमा यो बाइकले तहल्का मचाउनेवाला छ। यसमा पावर पर्फर्मेन्स उत्तिकै छ र एक्सट्रिम 125R को इन्जिन सफल भयो नेपालमा भने त अभियसली यो बाइकले नेपालमा राज अवश्य गर्छ र यो बराबरको टक्कर दिने कम्पिटिसन अहिले हन्डा बाहेक अरू कुनै कम्पनी नेपालमा छैन। र यसमा दिएको मलाई पर्सनली मन परेको साइड स्ट्यान्ड इन्जिन कट अफदेखि लिएर क्रुज कन्ट्रोल, टिएफटी डिस्प्ले, टर्न बाई टर्न नेभिगेसन, हेजरको सिस्टम, जसमा मोबाइल चार्जिङ सकेट पनि दिएको छ भने यसमा कम्पनीले राइड बाई वायरदेखि लिएर 3वटा राइडिङ मोड दिएको छ। यति धेरै फिचर्स चाहिँ कम्पनीले 200cc बराबरको दिएको छ। त्यसैले यो बाइक नेपालमा लन्च भयो भने एक्सपेन्सिभ प्राइस हुनेवाला छ र यो बाइकमा यतिको प्राइस र यतिको फिचर दिइसकेपछि हिरो कम्पनी एबिएस दिएको भए बेटर हुन सक्थ्यो र यसमा चाहिँ हिरो कम्पनीले अझै एक्स्ट्रा रूपमा चाहिँ यसको जुन टायर छ त्यो व्हाइटमा टायरमा दिएको भए 120 को टायर दिएको भए अझ बेटर हुन सक्थ्यो भन्ने अभाव चाहिँ खड्किन्छ। अरू कुराहरू चाहिँ एकदमै बवाल रहेको छ। यसमा दिएको प्राइस फिचर्स हजुरलाई के कस्तो लाग्छ कमेन्ट बक्समा भन्न सक्नुहुन्छ। यो बाइक तपाईँलाई के कस्तो लाग्यो, आजको भिडियो के कस्तो लाग्यो कमेन्टमा अवश्य भन्नुहोला। यदि आजको भिडियो मन परेको भए लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्दै हाम्रो मोटर प्यासनलाई हौसला दिनुहोला। आगामी दिनमा हामी हजुरको लागि यस्तै नयाँ अपडेट लिएर आउने हुनेछौँ। आजलाई भने म बिदा हुन्छु।